अब विदेश जाने हो भने चाहिँ अब के हुन्छ भने तपाईँहरू अब काठमाडौँमा घर बनाउनुहुन्छ भने तपाईँ चाहिँ अब काठमाडौँमा घर भएपछि चाहिँ तपाईँ मिडल क्लास हो। सब काठमाडौँमा भएको मान्छेहरू मिडल क्लास हो। अनि अब त्यसो भन्नाले अब बाहिर काठमाडौँ बाहिर बसेको मान्छेहरू पनि अब मिडल क्लास हो, कोही कोही धनी हुन्छन्। अब धनी भनेको चाहिँ अब कस्तो भाष्य भएको छ भने आजकल चाहिँ अब धनी भनेको चाहिँ जस्तै अब सिजीको विनोद चौधरी जस्तो क्या, अब अरबपति खरबपतिहरू चाहिँ धनी भनिन्छ क्या। करोडपति त खासै आजकल त काठमाडौँको सबको मान्छेकोमा करोडपति छ क्या त। घर भएकोहरूको सब करोडौँमा छ क्या मोहल्ला अब। अनि त्यही भएर अब विदेश जानुहुन्छ भने नेपालमा अब पैसा कमाउँछु यहाँ यो गरेर हुँदैन क्या। विदेश गएर त अब के हुन्छ भने तपाईँले अब तपाईँ मिडल क्लास मात्र हो क्या। अब जति पैसा कमाए पनि एउटा काठमाडौँ घर ठडा गर्नुभयो, एक दुईवटा एउटा गाडी किन्नुभयो भने त्यो भनेको अब मिडल क्लास हो। अब त्यसलाई नै हामी चाहिँ अब धनी धनी भन्छौँ, तर त्यो धनी होइन क्या। अब धनी भने चाहिँ अरबौँ खरबौँ हुनु पर्यो क्या। त्यो चाहिँ अब विदेश गएर अब विदेशमा गएर काम अरूको अन्डरमा काम गरेर चाहिँ कहिले पनि हासिल गर्न सकिँदैन। त्यही भएर अब विनोद चौधरीले जुन गर्यो नेपालमा ऊ अरबपति खरबपति भएर बसिरहेको छ, त्यो चाहिँ अब तपाईँहरूले हेर्नुपर्छ क्या। मान्छे नेपालमा बस्नेहरूले चाहिँ अब के गर्दाखेरि चाहिँ अरबपति खरबपति भइन्छ भन्ने चाहिँ सोच बनाउने क्या। विदेश जान्छु भन्ने चाहिँ सोच बनाउनु हुँदैन क्या। त्यो भनेको चाहिँ अब मिडल क्लास मात्र हो। अब जुनसुकै देश विदेश गए पनि मिडल क्लास मात्र हो। नेपालमा बसेर पनि अब तपाईँ अब विनोद चौधरी जस्तो धनी अब अरबौँ खरबौँमा खेल्नु सक्नु भएन भने चाहिँ अब त्यो पनि अब यहाँनिर काम गरेर अरूको अन्डरमा काम गरेर व्यापार बिजनेस गरेर के गर्नुहुन्छ भने अब तर विदेशको जत्तिकै त रिटर्न हुँदैन एभरेजमा। तर नेपालमा पनि केही गर्ने भने चाहिँ अब धेरै चान्सेसहरू छ नेपालमा। अब विदेश मान्छेहरू विदेश अलिअलि पैसाको लागि पनि विदेश नेपालदेखि जाने हो, उता सेक्युरिटी गार्ड गर्ने हो, भाँडा माझ्ने हो, मोमो बेच्ने हो, त्यति त हो नि। अरू के छ र? अरूको अन्डरमा काम गरो, टोइलेट सफा गरो, घाँस काटो, खेतीपाती फलफुल टिपो, त्यही चलिरहेको छ। त्यसले त खासै धनी बनाउँदैन। त्यो अब त्यति पैसा लिएर काठमाडौँमै घर किन्नुभयो, एउटा गाडी किन्नुभयो भने मिडल क्लास मात्र हो। त्यही भएर अब नेपालमै केही गरौँ। नेपालमा अब मान्छे धेर गएर चाहिँ विदेश गएर चाहिँ आर्थिक मन्दी भएको छ, त्यसले व्यापारलाई धेर घाटा पुर्याएको छ।